अगाडि बढिरहेको छ खेल। निकै प्रतिस्पर्धात्मक क्रममा दुवै समूहले जोडी हानिरहेको यहाँले देखिरहनु भएको छ। अगाडि उपस्थित सम्पूर्ण महानुभावहरू खेल निकै रोचक अवस्थामा चलिरहेको छ। प्रतिस्पर्धात्मक ढङ्गबाट खेल सुचारू भइरहेको छ। प्रतिस्पर्धात्मक खेल चलिरहेको छ। सिराङचोक गाउँपालिका कृषि शाखाबाट खेल आयोजित रोपाइँ महोत्सव 2082 22औं रोपाइँ महोत्सव आज असारको 15 गैचुरा खाने दिन निकै रोचक ढङ्गबाट अगाडि बढिरहेको छ। प्रतिस्पर्धा निकै नै चर्कै अवस्थाको प्रतिस्पर्धा चलिरहेको छ। हामीले जन्मत समय शिवशक्ति महिला समूह 3 परोपकार आदर्श मावि शिक्षक समूह 2 शिवशक्ति महिला समूह 3 र परोपकार आदर्श मावि महिला समूह 2 अङ्क अगाडि बढिरहनु भएको छ। दुवै समूह तयारी अवस्थामा रहिदिनुको लागि शिवशक्ति महिला समूहले जित्नुभयो भने फाइनल हुनेछ र परोपकार आदर्श मावि शिक्षक समूहले जित्नुभयो भने थप 1 राउन्ड चल्नेछ। सहभागी हुनु भएन भने स्वत सहभागी टिमले गेम जित्नेछ। शिवशक्ति महिला समूहको लागि अन्तिम हो। परोपकार आदर्श माविले जित्यो भने अन्तिम एकपटक पुनः खेल्न पर्नेछ। तयारी अवस्थामा रहिदिनु होला। तयारी अवस्थामा रहिदिनु होला।